नमस्कार, म सुरेश बस्नेत। अहिले यो विश्वले नै चाहिँ भोगिरहेको यो विषम परिस्थितिमा म चाहिँ यस विषयमा थोरै बोल्न चाहे। इरान र इजरायल बिचको ठुलो यो भिडन्त सँगै यो विश्वयुद्धमा परिणत हुन लागिरहेको अवस्थाले गर्दाखेरि नेपाललाई पनि तरङ्गित बनाएको छ। जहाँ जस्तो अवस्थामा छौँ हामी नेपालीहरू सुरक्षित हुन आवश्यक छ। हामी नेपालीहरू चाहिँ जहिले पनि यो युद्धमा यो हरेक युद्धहरूमा चाहिँ असुरक्षित हुनुको कारण पनि हाम्रो नेपालमा बन्न नसकेको सुरक्षित हरेक कुराहरूमा बन्न नसकेको रोजगारी हरेक सुविधाहरू हुन नसकेको कारणले देशभन्दा बाहिर हुनु परेको कारणले पनि हामी जहाँसुकै गएर पनि असुरक्षित हुनु परेको अवस्था छ। यो अवस्थालाई अझै पनि परिवर्तन गर्न सक्ने वातावरणमा ल्याउनको लागि अहिले भइरहेको जुन चुनावी प्रक्रिया छ, जुन यो चुनावी प्रक्रियामा चाहिँ हजुरहरूले भोट लगाउँदाखेरि जुन अहिले रहेका पुराना दलहरूले गर्दाखेरि हामी विदेशिनु परेको छ, त्यो अवस्था अब फेरि पनि नआओस् भन्नको लागि हामीले अब सोच्ने बेला आएको छ। हामीले सोच्यौँ भने हामीले चाहिँ केही राम्रो दल, राम्रो पार्टी, केही देशको लागि केही गर्ने, हामी विदेशिनु नपर्ने खालको चाहिँ कुनै पनि सोच विचार भएको नयाँ पार्टीहरूलाई चाहिँ केही जिताएर अघि बढाइयो भने, एउटा लिडरसिपको रूपमा चाहिँ नयाँ पार्टीलाई राखियो भने नेपालले पनि केही नयाँ स्वरूप लिन्थ्यो होला, केही सुरक्षित महसुस गर्थ्यो होला भन्ने चाहिँ एउटा आशा भरोसा नेपालीहरूमा अहिले रहेको आशा भरोसा र विश्वासको एउटा पात्र बालेन हर्क, विशेष त बालेन रवि नभए पनि हर्कसम्म चाहिँ देशमा आउनुपर्छ। सकेसम्म बालेन र रविलाई ल्याउने कोसिस गर्नुहोस्। जय घन्टी भनेर अघि बढ्नुहोस्, घन्टीमा छाप लगाउनुहोस्। 100% को बहुमत सहितको सरकार, 100% चाहिँ घन्टीमा सबैजनाले छाप लगाउनुहोस्। त्यस पछाडि जित पछाडिको हाम्रो सबै नेपालीको जित हुनेछ। हस्त नमस्कार, जय घन्टी जय देश भन्न चाहन्छु है त।